आजको यस भिडियोमा हामी प्रोबेबिलिटी सम्बन्धी सिक्नेछौँ। प्रोबेबिलिटीमा पनि प्लेइङ कार्डहरूको बारेमा सिक्नेछौँ र यस भिडियोलाई सुरु गरौँ। प्रोबेबिलिटी भनेको सम्भावना अनि यसमा पनि प्लेइङ कार्डहरूको बारेमा सिक्नेछौँ। कार्ड्सहरू कति हुन्छन्? प्लेइङ कार्ड भनेको चाहिँ तासहरू कति प्रकारका हुन्छन्? तास कति हुन्छन्? एक सिटमा तासहरू कति हुन्छन्? 52वटा तासहरू हुन्छन् र त्यसमा पनि 52वटा तासहरूलाई दुई भागमा बाँडेको हुन्छ। एउटा त रातो पत्ती र कालो पत्ती गरेर दुई भागमा बाँडेको हुन्छ। यसलाई अब दुई भागमा बाँड्यो। एउटा रेड कति हुन्छ? 26वटा रेड र ब्ल्याक कति हुन्छ? 26 ब्ल्याक गरी हाम्रो 52वटा तासहरू भए। अब कार्डहरू भए हैन। कार्ड चाहिँ कति हुन्छन् हाम्रो? टोटल 52वटा भए। टोटल कार्ड भनेको 52 भए। अनि त्यसमा पनि रातो र कालो गरेर 26वटा रातो कालो गरेर त्यसरी 52वटा हुने भयो। अब यो रातोलाई पनि दुई भागमा बाँडेको छ। यो कालोलाई पनि दुई भागमा बाँडेको छ। हामी चित्रमा रङ भरेको देख्छौँ नि, कस्तो रङ छ, कस्तो छ, के चित्र छ त्यो देख्छौँ नि। त्यसरी नै अब रेडलाई दुई भागमा बाँडेको छ। एउटा डायमन्ड र अर्को हट गरेर दुई भागमा बाँडेको छ। एउटा डायमन्ड भयो, अर्को हट भयो। डायमन्ड र हट। अब यो कति हुन्छन् हाम्रो? 13वटा। 13 डायमन्ड 13 हट भरेर 13 हट गरेर टोटल 26वटा तासहरू रेड भयो। अब हामीलाई इक्जाममा रेड आउने सम्भावना कति हुन्छ? रेड कार्ड आउने सम्भावना कति हुन्छ भने 26 ओपन 52 गरिन्छ। अब हाम्रो सूत्र हुन्छ एउटा, यहाँ बुझौँ, यो ठाउँमा बुझौँ र हाम्रो एउटा फर्मुला हुन्छ P बराबर यम ओपन यन हुन्छ। अनि यन भनेको चाहिँ टोटल नम्बर अफ कार्डहरू भइहाल्यो। यन भनेको टोटल नम्बर अफ कार्ड। अब तल बुझौँला हैन। यम भनेको हामीलाई जुन निकाल्नु भनेको छ त्यो नै यम हुन्छ। फेभरेबल नम्बर अफ कार्ड। यम भनेको हाम्रो फेभरेबल नम्बर अफ कार्ड हुन्छ। यन भनेको टोटल नम्बर अफ कार्ड हुन्छ। र पी भनेको चाहिँ प्रोबेबिलिटी भयो। प्रोबेबिलिटी निकाल्नलाई यसरी यो फर्मुलाको प्रयोग गरिन्छ। यम भनेको अब के भयो? जुन निकाल्नु भनेको छ त्यो नै यम हुन्छ। जसरी अब यहाँमा रेड कार्ड भनेको भए अब रेड कति छन्? 26वटा छन्। 26 ओपन हाम्रो टोटल नम्बर कति हुन्छ? यो 52 गरेर आउने थियो हाम्रो प्रोबेबिलिटी। त्यसरी नै ब्ल्याकमा पनि दुई भागमा बाँडेको छ। ब्ल्याक टोटल 26 भयो। 26 ओपन कति हुने भयो? 52 हुने भयो। अनि त्यस्तै अब ब्ल्याकलाई पनि दुई भागमा बाँड्यो। एउटा क्ल्याब र क्ल्याब 13वटा क्ल्याब भयो। अनि 13 क्ल्याब र अर्को के हुन्छ? स्पेड। क्ल्याबलाई स्पेड गरे, स्पेड कति हुन्छ? 13वटा। 13 गरी हाम्रो 26वटा ब्ल्याक भयो अनि 26वटा रेड भयो। टोटल कति भयो? 52वटा यी भयो। अब यसमा पनि हामीलाई अब तासका पत्तीहरू के हुन्छन्? सुरुमा तासका पत्ती बुझौँ। तासका पत्तीहरू अब हुने भनेको हाम्रो 1 को ठाउँमा ए हुन्छ। 1 को ठाउँमा के हुन्छ? ए हुन्छ। अनि त्यस्तै बी हुँदैन। अब 2 3 4 5 6 7 8 9 10 अब 11 12 हुँदैन। 11 12 को ठाउँमा जे अनि क्यू र के हुन्छ। यी भयो हाम्रो यो कार्डहरू यिनी भए। अब यसमा पनि अब यी कार्डहरू
टोटल कार्ड यी 13वटा भयो अहिलेलाई है, 13वटा भयो। अब 13लाई पनि अब एउटा डायमन्डको भयो, एउटा डायमन्डको भयो, एउटा हर्टको भयो, एउटा क्ल्याबको भयो, एउटा क्ल्याबको भयो, अनि एउटा यो स्पिडको भयो गरेर स्पिडको भयो र यी गरेर 4वटा भयो, 4 भयो नि, यो 4 भयो। अब एकका भनेको हाम्रो यो डायमन्डको भयो, हर्टको भयो, अनि क्ल्युबको भयो, अनि अर्को स्पिडको भयो होइन। यी गरेर 4 भयो, एकका कति भयो 4 भयो, अनि दोक्कानी 4 भयो, तिक्कानी 4 भयो, चौका पन्चा सबै 4 भयो होइन। अब जसरी हामीलाई यो डायमन्डको मात्रै भन्यो भने कति हुने भयो, एउटा मात्रै भयो होइन। डायमन्ड भन्यो भने एउटा मात्रै भयो र एक्काहरू कति हुन्छन् भनेर सोध्यो भने, एक्का कति हुन्छन् भनेर सोध्यो भने हाम्रो 4 हुने भयो। अब एक्का निकाल्नु दियो भने 4 अपन टोटल कति हुन्छ 52 हुन्छ। यम भनेको 4 भयो, यम 4 भयो, अनि 52 यन भयो होइन। यसरी निकाल्ने। अब जसरी हामीलाई इक्जाममा टोटल नम्बर अफ फेस भन्ने, अब फेस भन्यो होइन, फेस भएका कति हुन्छन् 3वटा मात्रै, जे क्यु र के गरी यी 3वटा फेस भएका हुन्छन्। अब 3वटा यी फेस भएका भयो होइन, 3वटा फेस भएका त भए। अब यो एउटा डायमन्डको भयो, एउटा हर्टको भयो, एउटा क्ल्युबको भयो, एउटा स्पिडको भयो, यी गरेर कति भयो, यी जे कति भयो, एक यसको भयो, जे एउटा यसको भयो, एउटा यसको, एउटा यसको गरेर यी 4वटा भयो, 4वटा जे भए। अनि त्यस्तै क्यु पनि 4वटा भए, अनि के पनि 4वटा भए। 4 गरेर 4 + 4 कति भयो हाम्रो, 4 + 4 + 4 गरेर 12 भयो। अनि फेस भएका भनेको यिन 3 मात्रै होइन है, 3वटा यी फेस भएका भयो। त यो टोटल फेस भएका कति भयो 12 भयो। अब हामीलाई टोटल फेस भएका नम्बर कति हुन्छन्, यो 12वटा हामीलाई थाहा भइहाल्यो। त अब नन फेस कार्ड भनेर भन्यो भने, नन फेस कार्ड भन्यो भने कति हुन्छ, नन फेस कार्ड अब कति भयो 1 2 3 4 5 6 7 8 9 10 भयो, 10वटा भयो। अनि 10 कतिको भयो, एउटा डायमन्ड भयो, एउटा हर्टको भयो, अनि त्यस्तै क्ल्याबको भयो, स्पिडको भयो, यी गरेर हाम्रो कति भएको थियो, यो 10 भयो नि, 10 भयो। 10 × 4 गर्दा कति भयो 40 भयो, 40 हाम्रो नन फेस नभएका 40 भयो। अब जसरी यस्तै अब हामीलाई किङ मात्रै भन्यो भने, नम्बर अफ किङ भन्यो भने किङ कति भयो, किङ के एउटा मात्रै हुन्छ, तर त्यो के यो यी 4टैको एक हुन्छ, त हाम्रो कति भयो के 4 भयो। तर हामीलाई के निकाल्नु भन्यो भने यो यम भनेको के भयो 4 भयो, यम भनेको 4 भयो। यम भनेको के हो, यम भनेको फेभरेबल नम्बर कति भयो, यम भनेको फेभरेबल नम्बर भनेको 4 भयो। अन्त यन भनेको कति छ हाम्रो 52, ओपन यो 4 ओपन 52 गरेर जति आउँछ त्यो के भयो, प्रोबेबिलिटी बराबर के भयो होइन। त्यसरी अब ब्ल्याक किङ भन्यो भने ब्ल्याक किङ कति भयो 2वटा मात्रै, यो 2 मात्रै छ नि ब्ल्याक त। यो चाहिँ यो हर्ट र अनि डायमन्ड चाहिँ यो रेड हुन्, र क्ल्युब र यो स्पिड हाम्रो के भयो ब्ल्याक भयो होइन। त किङ अफ यो ब्ल्याक किङ भन्यो भने 2वटा मात्रै भयो होइन, रेड किङ भन्यो भने 2वटा मात्रै भयो। अनि अब त्यस्तै अर्को आउने के छ भन्दा, हाम्रो अर्को के सोध्छ इक्जाममा भन्दा, प्राइम नम्बर भन्यो, प्राइम नम्बर भनेको के हो, जुनमा भाग जाँदैन त्यो प्राइम नम्बर, भाग नजाने सङ्ख्याहरू। प्राइम नम्बर भाग नजाने सङ्ख्या के हुन्छन्, अब 1 भयो, अनि 3 भयो, 5 भयो, 7 11 अनि 13, अनि अरू के जाँदैन, 13 17 19 23 यी भयो हाम्रो प्राइम नम्बर। अनि त्यस्तै अर्को के हो सोध्छ, अनि त्यस्तै हाम्रो कम्पोस्ट नम्बर भन्छ होइन। कम्पोस्ट नम्बर कति हुन्छ, यो भनेको के हो, भाग जाने सङ्ख्याहरू। भाग कतिमा जान्छ, 2मा जान्छ, 4मा जान्छ, 6मा जान्छ, 8मा 9मा 3को भाग जान्छ, अनि अर्को 10मा जान्छ, 11मा जाँदैन, 12मा जान्छ, अनि 14मा जान्छ, 13मा जाँदैन, 14मा जान्छ, अनि 16मा जान्छ, 15मा जान्छ, यी भयो हाम्रो
जो भाग जाने सङ्ख्याहरू यो भयो होइन। अनि अर्को सोध्ने हामीलाई के दिन्छ, अर्को हामीलाई अड नम्बर भन्छ। अड नम्बर भनेको बिजोड सङ्ख्याहरू। बिजोड सङ्ख्या के अब 1 भयो, 3 भयो, 5 भयो, 7 भयो, 9 भयो, अनि 11 त्यो भयो। अनि अर्को इभन नम्बर 2, 4, 6, 8, 10 अनि 12, 14 यी इभन नम्बर भयो। अनि त्यस्तै हामीले अब जे भनेको के हो, जसरी ए बुझौँ पहिला। ए अर्थात् हामीलाई एसिई आयो भने ए बुझ्ने हो। अनि त्यस्तै जे भनेको हाम्रो ज्याक भयो होइन। अनि अर्को क्यु भनेको क्विन अनि क्यु भयो। अनि के भनेको किङ भयो होइन। अब यी जसरी हामीले यो के भन्यौँ, डायमन्ड भयो होइन। डायमन्ड कस्तो हुन्छ, डायमन्ड कस्तो हुन्छ, हाम्रो रङ कस्तो हुन्छ, यस्तो हुन्छ सायद। यसलाई के भन्छ नेपालीमा, इट भनिन्छ। यस्तो हुन्छ, यो रातो रङको हुन्छ। अनि अर्को के, हट लिन्छ है। हट कस्तो हुन्छ यसको रङ भनेको, यस्तो खालको हुन्छ होइन, यस्तो हुन्छ हट। अनि त्यसपछि के रह्यो, अर्को ब्लू भनेको कस्तो हुन्छ, हाम्रो कस्तो हुन्छ, यो रुखको टाइपको हुन्छ होइन, अनि अर्को के रह्यो, स्पिड कस्तो हुन्छ, स्पिड भनेको कस्तो हुन्छ, यस्तो हुन्छ होइन, यस्तो हुन्छ सायद, यस्तो हुन्छ। यी भयो हाम्रो यी चित्रहरू यस्तो हुने भयो होइन। र आजको यो भिडियोमा हामीले यति सिक्यौँ र अझ यस्तै भिडियो लिएर आउनेछौँ। त्यसको लागि भने यही च्यानललाई सब्सक्राइब गर्नुहोला। अनि भिडियो राम्रो लाग्यो भने कमेन्ट गर्नुहोला, कस्तो लाग्छ भिडियो कमेन्टमा बताउनुहोला, र लाइक गर्नु नभुल्नुहोला। थ्याङ्क यू।